पवन सर, तपाईँहरूले त्यो टिभीएमएस सिस्टम बनाउनु भएको छ। यो सिस्टमको बारेमा सरसर्ती भन्दाखेरि चाहिँ यातायात व्यवस्था कार्यालयमा चाहिँ त्यो सिस्टम जडान गरिन्छ। गरिसकेपछि परीक्षार्थीले लाइसेन्स निकाल्ने क्रममा चाहिँ उसको फर्म भर्दाखेरि उसको बायोमेट्रिक लिन्छ, औँठाको छाप लिन्छ र ऊ इक्जाम दिन जाँदाखेरि हरेक पटक त्यो बायोमेट्रिकबाट भेरिफाई गरेर मात्र ऊ इक्जाम दिन पाउँछ। लिखित इक्जाम हुन्छ, त्यसै गरी ट्रायल हुन्छ, त्यो सबैमा चाहिँ ऊ चाहिँ भेरिफाई हुनु पर्यो बायोमेट्रिकली। यसले गर्दाखेरि चाहिँ सिस्टममा के फाइदा भयो मैले पनि आफैले महसुस गरेँ भन्दा एकदमै बवाल सिस्टम लाग्यो, जहाँ चाहिँ गलत परीक्षार्थी आएर चाहिँ कसैको ट्रायल कसैले दिइदिन हैन, त्यो 2 नम्बरी धन्दा चाहिँ पुरै रोकिदियो यसले। त्यो भयो। यसको सिस्टमको बारेमा चाहिँ तपाईँले कसरी डेभलप गर्नुपर्छ जस्तो लाग्यो, अनि यहाँ अहिले सक्सेसफुल्ली रन भइरहेछ र किन गभर्नमेन्टले चाहिँ यो सिस्टमलाई चाहिँ एडप्ट गर्नुपर्छ जस्तो लाग्छ? जस्तै यो कुरामा चाहिँ सुरुवात हाम्रो यातायात व्यवस्थापन कार्यालयको प्रमुख मुकुन्द श्याम योगी उहाँको टिमले चाहिँ कसरी परीक्षालाई चाहिँ प्रभावकारिताको तरिकाले अगाडि बढाउन सकिन्छ भन्ने कुरा, किनभने अगाडि यहाँ लाइसेन्स बन्द भएको थियो, मुद्दा परिरहेको थियो, अब्स्ट्याकलबाट सुरुवात गर्नुभएको थियो कि उहाँहरूले। अनि त्यो कुरामा चाहिँ हामी आफैले पनि कार्यालयहरूमा गएर हामीले केही सहयोग गर्न सक्छौँ कि भन्ने तरिकाले हामी हरेक कार्यालयहरूमा गइरहेको हुन्छौँ, हामीले यसो काम गरिरहेको छौँ भनेर उहाँहरूलाई अवेरनेसहरू पनि दिइरहेको हुन्छौँ। त्यहीमा चाहिँ उहाँहरू र हाम्रो मिल्न गयो, उद्देश्य मिल्न गयो भनौँ होइन। उहाँलाई एउटा यस्तो सिस्टम चाहिएको थियो कि जुनले उहाँलाई काम गर्नको लागि प्रोत्साहन पनि गरोस्, जवाफदेहीमा पनि उत्तरदायित्व बनाइदियोस्। त्यो कुरा कसरी गर्न सकिन्छ भन्ने कुरा त्यो हामीले आफ्नो सिस्टमबाट चाहिँ दिन सक्छौँ उहाँलाई भन्ने तरिकाले चाहिँ यो टिभीएमएस सफ्टवेयर निर्माण भयो। यो चाहिँ ट्रान्सपोर्ट भेरिफिकेसन म्यानेजमेन्ट सिस्टम हो। यसले चाहिँ एप्लिकेन्टहरू हुनुहुन्छ उहाँहरूले चाहिँ इक्जाम दिनुभन्दा अगाडि, ट्रायल गर्नुभन्दा अगाडि चाहिँ बायोमेट्रिक भेरिफिकेसनबाट मात्रै, त्यहाँबाट भेरिफाई भइसकेपछि मात्रै इक्जाममा दिन बस्न पाउने। यदि इन केस उहाँहरूको मिलेन भने पनि नै त्यहाँ एकदम लामो प्रोसेस हुन्छ। जस्तै उहाँहरूले फर्म भर्नुपर्छ, नागरिकताको ओरिजिनल, उहाँको फोन नम्बर भेरिफिकेसनदेखि लिएर एकदम लामो क्राइटेरिया राखिदिनु भएको छ। त्यसले गर्दाखेरि चाहिँ कोही पनि कर्मचारीले चाहिँ पछि गएर मैले केही पनि गरेको थिएन र म फसेँ, केही कुरामा फसेँ भनेर त्यो जुन कुरा डर त्रासको मालमा काम गर्न चाहिँ निरुत्साहित गरेको हुन्छ, त्यो कुरा चाहिँ नहोस् भन्ने तरिकाले यो सिस्टमले चाहिँ कर्मचारी र सेवाग्राही दुवैको पक्षलाई हेरेर चाहिँ सिस्टम बनेको छ। एकदमै राम्रो सिस्टम लाग्यो। अब सरकारले यही सिस्टम चाहिँ सबै यातायात व्यवस्था कार्यालयमा लागू गरिदियोस्। डिओटिएमको आफ्नै प्लेटफर्म छ, त्यो प्लेटफर्ममा चाहिँ इन्टिग्रेट गरोस् भन्ने चाहिँ चाहना हो। यो त यस्तो हो, हामी एउटा सानो ठाउँबाट सानो सुरुवात कसरी यसलाई चाहिँ अब्स्ट्याकलहरू आएकोलाई चाहिँ निर्मूल गर्न सकिन्छ भन्ने एउटा कार्यालय प्रमुखले सोचेको कुरालाई देशको विभागबाट यो कुरा आयो भने चाहिँ नेपालभर लागू हुने भन्ने कुरा त एकदम सराहनीय छ र यो कुरा गर्नै पर्छ भन्ने हामीले पनि महसुस गरेको र कर्मचारीहरूले पनि महसुस गर्नुभएको छ यो कुरा। किनभने उहाँलाई पनि पिस अफ माइन्ड चाहिएको छ। काम गर्दाखेरि म जिम्मेवारी भएर काम गर्छु तर मलाई अरू कुराबाट चाहिँ केही पनि अब्स्ट्याकल आउनु भएन भन्ने हो। त्यो कुरा चाहिँ कसरी उहाँलाई त्यो कुरादेखि चाहिँ टाढा राख्न सकिन्छ भन्ने कुरा भनेको एकाउन्टेबिलिटी, पारदर्शी र अनुशासन बनाएर मात्रै त्यो कुरा सम्भव छ भन्ने कुरा चाहिँ विभागले पनि बुझोस् भन्ने हाम्रो चाहिँ यो इक्जाम्पल सेट गरेर चाहिँ अगाडि त्यो विभागसम्म पुगोस् भन्ने हाम्रो चाहना। यातायात व्यवस्था कार्यालय सुर्खेतको इक्जाम्पल चाहिँ यो इक्जाम्पल चाहिँ सबै यातायात व्यवस्था कार्यालयमा भयो भने चाहिँ धेरै समस्याहरू चाहिँ समाधान हुन्छ। हस्, थ्याङ्क यू। हस्, धन्यवाद।